11 बजे घरबाट निस्किन्छ। घरबाट निस्किँदा एक्लै हुन्छ। र सधैँ त्यो तल्लोपट्टिको बाटोबाट आउँछ, माथिपट्टिको बाटोबाट आउँदैन। अनि तलपट्टि धेरै मान्छेहरू हुन्छन्, हामीले केही गर्न मिलेन। त्यही भएर जब त्यो माथि आउँछ कोही पनि हुँदैन। र त्यो एक्लै भएको बेला मलाई किन दिएर दाइ प्लान त राम्रो हुन्छ होला है? राम्रै हुन्छ, तर त चाहिँ अलिक टाढा बस् के है? दाइ त्यो आयो जस्तो छ है? आयो त चाहिँ अलिक टाढा बस्। अब प्लान बन्छ अलि बुझ्छ न। तिमीलाई थाहा छैन के गर्नुपर्ने हो? थाहा छैन। ठिक छ म भन्छु ल, तर तिमीलाई के प्रब्लम त छैन? प्रब्लम भन्यो अहिले भन्यो है मलाई छ। के भयो? 24 घन्टा नाकमा हात हालेर बस्छ यार। मलाई त घिनै लाग्छ योसँग काम गर्न। छे यार यस्तो छैन काम गर्छ। मलाई मनै लागेन यार योसँग काम गर्ने। छे त्यो त कहिले काहीँ राखिहालिन्छ नि भने त्यो अब नाक्ने केही पऱ्यो भने ल त्यो कुरा त्यो जहाँ प्रब्लम भएन। ल ल ल म प्लान भन्छु है त। ल प्रशान्त चाट के गर्छ यार तेरा बाउ के गरे भने पेपर चाट के पेपर चाट्ने तेरा बाजे चाट पेपर भने क्या चाट पागल। ठिक छ के हो दाइ हो? ल प्लान चाहिँ यस्तो छ, त्यो सधैँ 11 बजी मन्दिर जान्छ। मन्दिर जाँदाखेरि जहिले पनि तल्लोको बाटो। किन 11 बजी जान्छ दाइ? 10:30 बजी उठ्छ, त्यही भएर सधैँ 11 बजी जान्छ र मन्दिरको बाटो जान्छ जहिले पनि। त्यो तल्लोपट्टिको बाटोबाट माथिबाट जाँदैन। तल्लोपट्टिको बाटोमा मान्छेहरू पुरा हुन्छ होइन, मतलब त्यहाँनिर हामीले समात्न मिल्दैन। मन्दिर चाहिँ किन जान्छ? मन्दिर अब त्यसको डिबी परेछ नि त, त्यही भएर डिबीको लागि के त्यो डिबी लटरी भरेको त्यही भएर डिबी पर्नको लागि जान्छ होइन। त्यो प्रब्लम भएन हामीलाई। अनि टक्क मन्दिर जान्छ होइन। मन्दिर जाने बालक होइन जहिले पनि अब डिबी भरेपछि त डिबी पर्नलाई त अब पूजासुजा गरेर फेरि बुझी दाइ बुझी टक्कर आएर माथि त्यो तलको बाटो जाँदाखेरि त त्यसलाई समात्नु मिलेन। सो त्यसलाई हामीले समात्ने भनेको माथिपट्टिको बाटो मन्दिरबाट। त्यसमा कोही मान्छे हुँदैन, एक पनि मान्छे हुँदैन। त्यति बेला आउँदाखेरि हामीले त्यसलाई त्यहाँबाट माक्स लाएर चापचुप पारेर दिनुपर्छ। बुझी दाइ बुझी गटेड बुझी दाइ बुझी। तर दाइ यो सब हामीले के को लागि गरेर दाइ? सायद तैँले बिर्सिस
तँलाई त्यसले के अत्याचार गरेछ सम्झी यार। तँ त्यसको घरमा गएर तँलाई कति अत्याचार भएको छ सम्झी। सम्झी दाइ सम्झी, त्यसलाई गर्नै पर्छ दाइ, हामीले त्यस्तो गर्नै पर्छ। ठिक छ ल। तर म चाहिँ किन त यो प्लानमा चाहिँ अब किन दाइ? त्यो अब 2 जना मात्रै त त्यो त्यो अब यस्तो किडन्याप गर्ने जस्तो देखिन्न नि त, त्यही भएर हल्का 3 जना भयो भने ग्याङ जस्तो देखिन्छ। त्यही भएर अनि त्यही माथि अब त्यो किडन्यापरको कस्ट्युमै तैँले ल्याउने होइन, अनि त्यही भएर नि ल ल ल ल छोड्दै त्यो कुरा। अब प्लान चाहिँ के छ भन्दाखेरि यस्तो यस्तो बुझेँ दाइ बुझेँ। तिमीहरूलाई मलाई केही नभए, तिमीहरूलाई जति भने त्यति दिन्छु मेरो बुवाले। मलाई केही नभए कति 2 करोड 4 करोड 10 करोड कति जति भन्छ त्यति। अनि पैसा होइन अर्कै कुरा चाहिएको छ बुझिस्। नै दाइ त्यसो नगर्नुहोस् दाइ, मेरो इज्जतमाथि दाग नलगाउनुहोस् दाइ। नै दाइ सुसाले खाते हामीलाई तेरो इज्जत होइन कि पासपोर्ट चाहिएको छ। पासपोर्ट दाइ? विदेश जाने पासपोर्ट? भन्नुहोस् कसको? मेरो ड्याडीको, मेरो आमाको, भन्नु कतिवटा चाहियो सब दिन्छु सब। मन छोड तेरो घरको पासपोर्ट के पासपोर्टले भने वाइफाईको यो स्वर त सुने जस्तो लाग्यो। ए आवाज त खोइ कता सुने जस्तो लाग्यो यो स्वर त तपाईँहरू 2 जनाको। होइन यो जोसुकेको आवाज भए पनि रोहित दाइको त हुँदै होइन, म प्रशान्त त होइन। रोहित प्रशान्त तिमीहरू? ला हो म रोहित नै हो। साले तैँले वाइफाईको पासवर्ड चेन्ज गरेदेखि कति प्रब्लम आएको छ थाहा छ तँलाई? न इन्स्टामा स्टोरी हाल्न पाउँछु, न फेसबुकमा फोटो अपलोड गर्न पाउँछु। साला भिडियो नहेरेको नि 2 हप्ता भइसक्यो। युट्युब हो दाइ? होइन पर्न त्यस्तो नि छ दाइ, त्यसमा के आउँछ? त्यस्तो तैँले बुझ्दैनस्। पेनिङ खालको भिडियो आउँछ क्या भाइ, पेनिङ खालको। किला घोज्छौ हो त्यसमा? किला त हो तर अब अर्कै किला घोज्छ। छोड्छ त्यो तैँले बुझ्दैनस्। साला जिन्दगी राम्रो चलिरहेको थियो, अचानक तैँले पासपोर्ट चेन्ज गर्दैछ, कति प्रब्लम भइसक्यो हामीलाई। दाइ तपाईँको त घर पनि नजिक छ, चलाउनु पाउनुहुन्छ। मेरो त टाढा छ, मैले जहिले यसको घरमा गएर लुकी चलाउनु पर्छ। पहिले फोहोर फालिदिन्छन्। न त तेरो फेसमा पनि डस्टिङ जस्तो छ, फोहोर नफालेर के फालोस् त? कहिले कहिले थुक्छन्, कहिले त्यही फोहोर पानी फालिदिन्छन् मान्छेहरू। कस्तो दुःख छ दाइ। के छैन नरो कान्छा, नरो त नरो। रोको छैन दाइ। त वाइफाईको पासवर्ड बनाब। आई लभ ज्योति मगर, आई लभ ज्योति मगर। साले वाइफाईको पासवर्ड भन् भने मेरो मोबाइलको पासवर्ड भने हो। तेरो पासपोर्ट नै त्यही हो, पासपोर्ट नै त्यही हो वाइफाईको। तेरो पासपोर्टै त्यही हो? ल ठिक छ, सुन
यदि तैँले यो कुरा घरमा गरिस् भने तेरो गट्टुभित्रको कुरा काटिदिन्छु बुझिस् नि ल जा फुट यहाँ फुटिहाल्छ यस गाइस फाइनली पासवर्ड पायो अब मेरो घर गइहालौँ होइन अन्त कलाएर वाइफाईको पासवर्ड हाल्नु होइन अनि आइज साले वाइफाई कनेक्ट गर हो दाइ हो दाइ मिस मिरे हो नाम आई लभ ज्योति मगर कनेक्टेड दाइ कनेक्टेड मेरो नि कनेक्टेड दाइ अलिकति टिपेन नि झ्यालपट्टि दाम न उठाउनु दाइ उठाउनु हेलो तिमीहरूको लागि दुईटा गुड न्युज छ अनि एउटा ब्याड न्युज छ को त्यही जसलाई आज तैँले किडन्याप गरेको थिइस् ए भन को दाइ त्यही हामी हामीले किडन्याप गरे स्पिकरमा राख्नु नि त दाइ मैले सुन्छु भन अब म वाइफाईको पासवर्ड चेन्ज गर्दिनँ पासवर्ड चेन्ज गर्दैन त्यो त राम्रै हो अनि र अर्को कुरो मेरो डिबी पर्यो म बाहिर जाँदैछु होइन के भयो दाइ त्यो टिभी भयो परेर त्यसलाई अनि हामीलाई कसरी गुड न्युज भयो त जे भए पनि यहाँ छोड अनि ब्याड न्युज ब्याड न्युज म अमेरिका जाँदा राउटर नै सँगै लाँदैछु ल भन तँलाई कस्तो खालको चस्मा चाहियो सो ब्ल्याकमा फङ्की टाइपमा घाममा फङ्की यो वाला कस्तो छ तर म स्विमिङ पुल जान्छु नि त स्विमिङ पुल तर म घुम्न जाँदा नि घुम्न जाँदा तर यसो ब्राउनीमा किन्ने सोच गरिरहेको थिएँ ब्राउनी ओके ब्राउनी हो सो अनि नाइट भिजन पनि चाहिएको थियो मलाई नाइट भिजन वाउ कस्ता वाउ ल भन कुन मन पर्यो मन त 5वटै पर्यो किन त नि त्यसपछि 5वटै किन्न पैसा छैन त्यत्रो स्पेयर अनलाइन सपिङमा यो 999 मा मात्रै छ अनि अर्डर चाहिँ कसरी गर्ने यसमा सो सिम्पल अनलाइन स्पेयर सपिङको पेजमा जाने त्यहाँ मेसेज गर्ने आफूलाई मन परेको प्रडक्ट अनि त्यसपछि आफ्नो कन्ट्याक्ट नम्बर र एड्रेस दिने 2 डेजमा डेलिभरी हुन्छ सो सप नाउ अन स्पेयर अनलाइन सपिङ